नमस्कार, स्वागत छ यहाँहरूलाई मेरो च्यानल इजी म्याथ विथ दीपक शर्मा। आज हामी सिम्पल इन्ट्रेस्ट र कम्पाउन्ड इन्ट्रेस्टको बारेमा जानकारी लिनेछौँ। अहिले हामीले कक्षा 8 मा सिम्पल इन्ट्रेस्ट पढिसकेको हुँदा यसैको बारेमा छलफल गर्नेछौँ। हामीले सुरुमा जुन पैसा लगानी गर्छौँ वा ऋणको रूपमा लिन्छौँ त्यसलाई हामीले प्रिन्सिपल भनेर बुझ्नुपर्छ। टाइम भन्नाले समय अवधि भन्ने बुझ्नु पर्दछ। रेट भन्नाले ब्याज दर अर्थात् रेट अफ इन्ट्रेस्ट बुझाउँछ। इन्ट्रेस्ट भनेको प्रिन्सिपलको अर्निङ हो र एमाउन्ट भनेको प्रिन्सिपलमा इन्ट्रेस्ट जोडेर हुन आउने जम्मा रकम हो जुन हामीले ऋण चुक्ता गर्न फिर्ता गर्दछौँ। सिम्पल इन्ट्रेस्टमा प्रिन्सिपल फिक्स्ड हुन्छ। यसको अर्थ यदि रेट अफ इन्ट्रेस्ट चेन्ज नभएको अवस्थामा इन्ट्रेस्ट पनि प्रत्येक वर्ष फिक्स्ड हुन्छ। उदाहरणका लागि यदि हामीले 1 लाख रुपैयाँ इन्भेस्ट गरेका छौँ र पहिलो वर्षको इन्ट्रेस्ट 10,000 रुपैयाँ हुन्छ भने दोस्रो वर्षको इन्ट्रेस्ट पनि 10,000 रुपैयाँ नै हुन्छ र यसरी नै हरेक वर्षको इन्ट्रेस्ट 10,000 रुपैयाँ हुन्छ। तर हामीलाई लाग्न सक्छ 2 इयर्समा त इन्टरेस्ट 20,000 रुपैयाँ भएको थियो, तर यो भनेको पहिलो वर्षको इन्टरेस्ट र दोस्रो वर्षको इन्टरेस्ट मिलाएर 10,000 रुपैयाँ र 10,000 रुपैयाँ गरी 20,000 रुपैयाँ भएको हो। यसमा सामान्यतया 2 वटा फर्मुलाको प्रयोग गर्दछौँ। अब लागौँ अर्को विषय कम्पाउन्ड इन्ट्रेस्ट तर्फ। कम्पाउन्ड इन्ट्रेस्ट भन्नाले के बुझिन्छ त? यदि सर्टेन टाइम इन्टरभलमा अर्न्ड इन्ट्रेस्ट प्रिन्सिपलमा जोडिएर प्रिन्सिपल बढ्दै जान्छ भने यसरी अर्न गरिएको इन्ट्रेस्टलाई कम्पाउन्ड इन्ट्रेस्ट भनिन्छ। उदाहरणका लागि यदि हामीले 1 लाख रुपैयाँ इन्भेस्ट गरेका छौँ र पहिलो वर्षको इन्ट्रेस्ट 10,000 रुपैयाँ हुन्छ भने दोस्रो वर्षको लागि अब प्रिन्सिपल 1 लाखबाट बढेर 1,10,000 हुन्छ र दोस्रो वर्षको ब्याज 11,000 रुपैयाँ हुन्छ। यसको अर्थ दोस्रो वर्षमा पुग्दा सुरुमा लगानी गरेको 1 लाखको 10,000 र पहिलो वर्षमा आएको 10,000 को 1,000 गरी जम्मा 11,000 भएको हो। अहिले क्लास 10 मा हामी 3 प्रकारको कम्पाउन्ड इन्ट्रेस्ट पढ्छौँ: एनुअल, सेमा एनुअल र क्वार्टरली। यहाँ प्रयोग हुने फर्मुला निम्न प्रकार छन्।